मलाई चिन्नु चिन चिन्नु होइन म को हो पिताजी म चिन्ने अलि हेर्नु न मलाई अलि राम्ररी मेरो हो रिडी हो म तपाईँकी बुहारी हुँ नि राधा चिन्नु होइन चिन्नु जान मसँग आउनुहुन्छ शान्ति दिदी आउनु आमाको चिन्ता लाहा र ला होइन चिन्ता नगर्नु हामीसँग हुनुहुन्छ बस्नु खानु घर जाम पनि भन्नु होइन अहिले आमालाई दिउँसो ल्याउँछौँ तपाईँ छिम है अब त मलाई चिन्नु को हो म तपाईँकी बुहारी को हो त चिया खानु मैले चिया ल्याइदिन्छु है थोरै दुध खानुहुन्छ ल अनि अरू केही खानु मन लाग्यो ल चिनी ल्याइदिन्छु चिनी हालेर ल अब कसलाई देख्न मन लाग्यो कसैलाई पनि लाग्यो होइन शान्ति आएको ख्याल गरेन त्यही भएर जान खोजिरहेको थिएँ शान्ति जान्छ साथी ढुक्क मसँग शान्ति दिदीसित हुनुहुन्छ पुग्यो हजुर आउनु बाहिर हुनुहुन्छ आमालाई ल्याउने हो र यहाँ ल्याइदिउँ आमालाई देख्न मन लाग्यो कहिले त्यही त हस्पिटलमा त ल्याउनु पर्यो नि बिहान देख्न मन लाग्यो आमालाई ल ल्याइदिन्छु अब सन्चो भयो तपाईँलाई अपरेसन भयो हिजो अब खुट्टाले अब बिस्तारै बिस्तारै बैशाखी टिपेर हिँड्ने कोसिस गर्ने 4-5 दिन अब यहीँ हस्पिटल बसिन्छ अनि घर जाने है भोक लाग्थ्यो बल्ल यो मासु आमालाई केही भन्न छ आमालाई केही भन्न